पार्ट 2 को स्टार्टिङमा हामीलाई ज्वेलरीहरू देखाइन्छ अनि त्यो ज्वेलरीहरू हेरेपछि त्यो केटी भन्छ ल म तिमीलाई मार्केटिङमा हेल्प गर्छु अनि युले यो कुरा सुनेर एकदमै शक हुन्छ। त्यसपछि त्यो केटीले आफ्नो नाम हिमरी भनेर भन्छ। त्यसपछि हामीलाई युलाई देखाइन्छ जो चाहिँ स्कुलमा आएको हुन्छ। क्लासमा आउने बित्तिकै युले हिमरीको अगाडि धेरै केटीहरू हुन्छ र सोध्दै थियो कि तिमीले यो सबै एक्सेसरिजहरू कताबाट किनेको हौ। त्यसपछि हिमरीले भनिदिन्छ कि मैले यो सबै एक्सेसरिजहरू युको स्टलबाट किनेको हो। उसको घाँटीमा एउटा चोकर लगाएको हुन्छ र त्यसभित्र एउटा फ्लावर हुन्छ। त्यसपछि हामीलाई स्कुलको केमिस्ट्री ल्याबमा देखाइन्छ जहाँ युले धेरै फ्लावरहरू राखेको थियो अनि युले फ्लावरहरूलाई बाहिर निकाल्छ र फोटो खिच्छ। त्यसपछि उसले धेरै टुलहरू निकाल्छ अनि त्यो टुलको हेल्पबाट एक्सेसरिजहरू बनाउन थाल्छ अनि ऊ लास्टै खुसी हुन्छ किनकि उसले फ्लावरबाट एक्सेसरिजहरू बनाउने कामको मौका पायो अनि ऊ फ्लावरबाट ज्वेलरीहरू बनाउन थाल्छ। उसले सोल्डरको युज गर्दै थियो एक्सेसरिजहरूको जोइन्ट जोड्नको लागि अनि उसको काम सकिन्छ र त्यहाँ हिमेरी आउँछ। ऊ लास्टै खुसी भएर आएकी हुन्छ र त्यसपछि युलाई हक गर्छ अनि त्यसपछि यु भन्छ कि म अहिले काम गर्दैछु मलाई डिस्टर्ब नगर न। तर हिमरी उसले भनेको मान्दैन अनि यु अर्को सिटमा गएर बस्न थाल्छ। हिमरी त्यहाँ पनि आउँछ र भन्छ तिमी के को बारेमा सोच्दै थियौ अनि युले थाहा पाउँछ कि उस हिमरीसँग कहिले पनि जित्न सक्दैन अनि यु भनिदिन्छ कि म हाम्रो मिडल स्कुलको दिनहरूको बारेमा सोच्दै थिएँ। त्यहाँ कल्चरल फेस्टिभलमा तिमीले मलाई हेल्प गरेको थियो अनि ऊ भन्छ कि पहिला तिम्रो कपाल लास्टै ठुलो थियो। त्यसपछि यु उठ्छ अनि हिमरीले यो देखेर भन्छ कि तिमी पहिलाको भन्दा लास्टै अग्लो भएको छौ। त्यसपछि हामीलाई मिडल स्कुलको सिन देखाइन्छ। त्यहाँ यु सक्सेसफुल हुन्छ किनकि उसले 100 पिस बेच्न सकेको थियो अनि यतिमै यो एपिसोड सकिन्छ। यदि हजुरहरूलाई नेक्स्ट पार्ट चाहिन्छ भने यो भिडियोमा 10 लाइक र 10 कमेन्ट गरिदिनु।